आजको हाम्रो यो एपिसोड निकै नै स्पेसल छ किनभने आज हामीसँग हुनुहुन्छ नेपालको पशु चिकित्सा क्षेत्रमा इतिहास कोर्नुभएको व्यक्तित्व, नेपालकी पहिलो महिला पशु चिकित्सक। आफ्नो शैक्षिक योगदान साथै पशु स्वास्थ्य क्षेत्रमा विभिन्न नेतृत्व मार्फत उहाँले हामी जस्तो धेरै पुस्ताहरूलाई प्रेरणा दिनुभएको छ, स्पेसली म जस्तो फिमेल भेटनेरी डक्टर्सहरूलाई। स्वागत छ नेपालको फर्स्ट लेडी भेटनेरियन डाक्टर पूर्णिमा मानन्दर म्यामलाई। थ्याङ्क यू। म्यामको भेटनेरी साइन्सको जर्नीमा म सिधै भेटनेरी साइन्समा प्रोफेसनमा छिर्नुभन्दा अगाडि 50 वर्ष लगभग 50 वर्ष अगाडिको नेपाललाई सम्झिन चाहन्छु, जब म्याम भर्खर भेटनेरी साइन्सको जर्नीमा प्रवेश गर्दै हुनुहुन्थ्यो। त्यो बेलाको नेपाललाई सम्झिँदा महिलाको शिक्षालाई चाहिँ पुरुषको शिक्षाको तुलनामा अलिकति कम प्रोत्साहन गर्ने गरिन्थ्यो। त्यही माथि भेटनेरी साइन्स जस्तो सब्जेक्ट, जति बेला नेपालमा भेटनेरी साइन्सको लागि युनिभर्सिटीहरू पनि स्थापना भइसकेका थिएनन् र पढ्न जानुपर्ने इन्डिया जस्तो ठाउँ र भेटनेरी साइन्स जस्तो चुनौतीपूर्ण र नितान्त फरक सब्जेक्ट पढ्ने प्रेरणा म्यामलाई कहाँबाट आयो? मलाई यो भेटनेरी साइन्स पढ्नलाई खास मलाई प्रोत्साहित गर्नुभएको मेरो बुवाले हो। मेरो बुवाले यो नयाँ सब्जेक्ट हो, नयाँ सब्जेक्टमा जाँदाखेरि राम्रो हुन्छ, त्यसमा काम गर्दाखेरि राम्रो हुन्छ, स्कोप हुन्छ भन्ने कुरा भयो। पहिलो जान चाहिँ सबैको मेडिकलै हो, तर त्यसलाई मैले नपर्खिकन यसैमा गएँ। मेरो साथीहरू पर्खेर पछि कति अहिले मेडिकल साइन्सतिरै हुनुहुन्छ, त्यसमा म गएँ, त्यसमा भेटनेरी साइन्समा गएँ होइन। मलाई खुसी नै लाग्यो, मैले नयाँ सब्जेक्टमा गएँ। मलाई यो सब्जेक्टमा गएर म मेडिकलमा गइनँ, म मेडिकल डाक्टर भएन भने मलाई कहिले पनि फिल भएन। आई लभ दिस प्रोफेसन। हजुर, भनेपछि हजुरको बुवाले नै मलाई प्रोत्साहन छोरीलाई भेटनेरी डक्टर बनाउनलाई प्रोत्साहन दिनुभयो र घरमा पनि छोरीलाई इन्डिया पठाउने पढ्नलाई भन्ने जस्ता खालका कुनै पनि बाधा अडचन समस्याहरू थिएन। प्राउड छ है स्कलरसिप भन्ने होइन, स्कलरसिपमा पढ्न जान लगाएको होइन। त्यो बेला किनभने स्कलरसिपमा बाहिर जानलाई स्कलरसिप मै जानु पर्थ्यो, किनभने प्राइभेट पैसा भएकाहरू त कमै थिए। हामी जस्तो मिडल क्लासकाहरू स्कलरसिप बिना त हामी कुनै पनि पढाइ पढ्न जान सकिँदैन थियो। स्कलरसिप पाउनु भनेको ठुलो भाग्यको कुरा, ठुलो कुरा हो। त्यो पनि छोरीले हाम्रो सायद हाम्रो परिवारमा पहिलो महिलाको हिसाबमा, छोरीको हिसाबमा मैले पहिला पाएँ। इन्डिया गइसकेपछिको हजुरले भेटनेरी साइन्समा इनरोल हुनुभयो होइन। अब यहाँको लागि त अब अहिले हामीलाई थाहा छ हजुर भनेको हाम्रो लागि नेपालको पहिलो महिला पशु चिकित्सक हुनुहुन्छ। इन्डिया गइसकेपछि हजुरको ब्याचमा भेटनेरी साइन्स पढ्ने अरू पनि महिलाहरू हुनुहुन्थ्यो अथवा कलेजमै अरू महिलाहरू हुनुहुन्थ्यो कि हुनुहुँदैन थियो? अब क्लासमा गइसकेपछि थाहा भयो। हामी 4 जना त्यो भेटनेरी कलेजमा, पन्जाब एग्रिकल्चर युनिभर्सिटीको भेटनेरी कलेजमा 4 जना केटीहरू आयो अरे भन्ने भयो सबैलाई। त्यो भनेपछि त्यो ब्याचमा मात्रै 4 त्यो ब्याचमा त्योभन्दा माथि पनि त्योभन्दा माथि आयो आएन हामीलाई थाहा छैन, कसैले थाहा पनि थिएन होइन। हामी 4 जना गयौँ। गएपछि खुसी पनि लाग्यो। इन्टरनेसनल ग्रुप, एकजना अमेरिकन, एकजना इन्डियन, एकजना इरानियन, एकजना नेपाली। अनि यो भेटनेरी साइन्स अब तपाईँ इनरोल भइसक्नुभयो, हजुरहरू 4 जना हुनुहुँदो रहेछ होइन। त्यो पनि कमै मान्नुपर्छ हजुर होइन। त्यो बेलाको लागि 4 जना धेरै थियो। पढ्ने क्रममा अब 80 जनामा 4 जना फिमेल हुनुहुन्छ हजुरहरू होइन। अब हामीहरूले पशु चिकित्सा भन्ने बित्तिकै हामीहरूले कतिपय फिल्डमा गएर होइन इन्जेक्सनदेखि लिएर सबै थोक काम गर्नुपर्छ, फार्ममै जानु पर्यो, प्र्याक्टिकलहरू हुन्छ होइन। त्यस्तो क्रममा कहिलेकाहीँ पढ्दाखेरि फिमेल भएर कस्तो हुन्छ भन्दा कहिलेकाहीँ चाहिँ धेरै अपर्च्युनिटी पाइन्छ, 4 जना मात्रै छ अर फिमेलहरूलाई चाहिँ प्रायोरिटी दिउँ भन्ने हुन्छ। तर कतिपय ठाउँमा चाहिँ फिमेलहरू अलि सक्दैनन् कि भन्ने यसरी अपर्च्युनिटी ल्याग हुने केसेसहरू पनि हुन्छ होइन। त्यस्ता अनुभवहरू कस्ता थिए? त्यस्तो त पहिला सुरुमै हाम्रो के थियो पनि LPM, लाइफस्टक पोल्ट्री म्यानेजमेन्ट भनेर हामीले पढ्नुपर्छ। त्यसमा हाम्रो एनिमल कन्ट्रोलको फर्स्ट क्लास थियो, कहिले नबिर्सिने मैले। फर्स्ट क्लासमै गएर पछि हामीलाई क्याटल ग्रुप, हर्स ग्रुप, क्यामेल ग्रुप, 3टा ग्रुप हुन्थ्यो। 3टालाई रिस्ट्रेन गर्ने सिक्नु पर्थ्यो। अनि हामी चाहिँ त्यहाँ डाक्टर गुप्ता भन्ने थियो,
उहाँले के भन्नुहुन्थ्यो, नेल काटेर आउनु पऱ्यो, स्पोर्ट्स सुज ल्याएर आउनुपर्छ भन्थ्यो। त्यो बेला स्पोर्ट्स सुज भनेको त्यो सेतो टेनिस सुज हुन्थ्यो हाम्रो। त्यो टेनिस सुज ल्याएर गएको होइन। त्यहाँ रिस्टेन गर्नुपर्ने, केटाहरूको हेल्प लिन पाइँदैन थियो। फर्स्टमा मैले भएको केटाहरूको हेल्प लिनु पाइँदैन, आफै गर्नुपर्ने, होइन भने नम्बर काट्ने। त्यो त्यहाँ पनि वाच गर्थ्यो अनि त्यसको पनि नम्बर दिन्थ्यो। त्यो चाहिँ अलिक गाह्रो भएको थियो। तर उनलाई म घरमा गाई पालेर बसेको हुनाले गाई समात्न त त्यही गाह्रो भएन। अनि हाउ टु एप्रोच हर्स एन्ड क्यामेल, त्यो चाहिँ अलिकति टाइम लाग्यो, अलिक गाह्रो भयो। त्यसरी केटीलाई भनेर गाह्रो गरेको पनि होइन, तर इक्वेल हुनुपर्छ भन्ने चाहिँ थियो त्यहाँ है। जे केटाले गर्यो तिमीले पनि गर्नुपर्छ, तिमीलाई केटाले हेल्प गर्ने होइन, हामी पनि हेल्प गर्ने होइन, यु हेभ टु डु यर सेल्फ भन्ने जस्तो थियो। म्यामसँग अस्ति कुरा गर्दाखेरि थाहा पाएकै कुरा भयो। म्याम चाहिँ पछि पास आउट हुने बेलामा चाहिँ म्याम मात्रै फिमेल एकजना भेटनरी साइन्स पढ्ने बाँकी रहनु भएको थियो होइन म्याम हो। ब्याचमा। अब कि फर्स्ट इयरमा हामी इन्टर गर्दाखेरि, फर्स्ट ट्राइमेस्टर इन्टर गर्दा हामी 4 जना थियौँ। तर फर्स्ट ट्राइमेस्टरमा इरानियन ड्रप भयो, सेकेन्ड ट्राइमेस्टरमा अमेरिकनले छोड्यो, थर्ड ट्राइमेस्टरमा गएर पन्जाबीले छोड्यो। भनेपछि म सेकेन्ड इयर पुग्दा चाहिँ म एकजना मात्रै हुनुभयो। एक्लै भएँ। एक्लै हुँदाखेरि त्यस्तो पढ्दाखेरि त समस्याहरू केही पढ्दाखेरि समस्या भन्दाखेरि पनि त्यहाँ त के थियो भने हामी यहाँ नेपालबाट गएको, त्यो पनि काठमाडौँबाट सिधै गएको। उनलाई त एडजस्ट गरी हामी हिन्दी फिल्महरू हेरेकोले अलिअलि हिन्दी पनि आउँथ्यो होइन, तर पन्जाबी आउँदैन थियो। त्यहाँ त ठेट पन्जाबी बोल्थ्यो है। तर एउटा मलाई सम्झना भएको चाहिँ गाह्रो भएको भनेको, त्यहाँ क्लिनिकमा गएपछि क्लासमा त अब पढाइलाई त मलाई त्यस्तो गाह्रो भएन, लागेन होइन। ग्रुपमा हुन्थ्यो, काम गर्नु पर्थ्यो, पढ्नु पर्थ्यो। केटाहरूभन्दा म चाहिँ फर्स्ट हुनुपर्छ भन्ने पहिला त्यो चाहिँ भावना मेरो पहिलादेखि नै थियो। त्यहाँ म फर्स्ट हुनुपर्छ भने धेरै पढेँ। सुरुमा म राम्रो पनि गरेँ होइन, नगरेँ होइन। अनि त्यसपछि के भयो भने हामी क्लिनिकमा प्र्याक्टिसको थर्ड इयरदेखि हाम्रो प्र्याक्टिस हुन्थ्यो। प्र्याक्टिसमा जाँदाखेरि यत्रो ठुलो भैँसीहरू आउँथ्यो, मुर्रा भैँसीहरू। अनि आफू पऱ्यो 5 फिटको, त्यो मुर्रा भैँसीसँगसम्म चाहिँ इन्जेक्सन दिनलाई हातै पुग्न गाह्रो हुन्थ्यो है। त्यहाँ गाह्रो भन्दाखेरि के भयो भने त्यो कसैले हेल्प गर्नु पाउँदैन होइन, क्लिनिकमा पनि कहीँ पनि हेल्प गर्नु पाउँदैन। अनि त्यसमा इन्जेक्सन पहिला दिँदाखेरि नबिर्सेको, त्यो हाम्रो स्टेनलेस स्टिलको निडल हुन्थ्यो त्यो बेला। अहिले जस्तो डिस्पोजेबल निडलहरू या सिरिन्ज पाउँदैन थियो। ग्लासको सिरिन्ज हुन्थ्यो अनि स्टेनलेस स्टिलको निडल हुन्थ्यो। 15, 16, 17, 18 गजको भन्ने हुन्थ्यो। त्यो 18 गजकोले गर्दाखेरि पनि, गर्दा इन्जेक्सन दिँदाखेरि पनि त्यहाँ मुस्किलले हात पुग्थ्यो र त्यहाँ यस्तो लाग्थ्यो कि मैले धेरै जोडले हाने जस्तो हुन्थ्यो। त्यो निडल त त्यो आइरनमा लागेर फर्के जस्तो हुन्थ्यो। अब म्यामको अलिकति प्रोफेसनल जर्नीतिर जाउँ होइन म्याम। पन्जाब एग्रिकल्चर युनिभर्सिटीबाट हजुर सर्टिफिकेट लिएर पास आउट हुनुभयो। त्यसपछि हजुर नेपाल फर्किनु भयो। नेपाल फर्किसकेपछि हजुरले प्रोफेसनल जर्नी कहाँबाट स्टार्ट गर्नुभयो, फिल्ड अर लोकसेवा? अब त्यहाँबाट आएँ होइन। त्यहाँबाट आएँ, मेरो इन्टर्नसिपमा राम्रै भयो। प्र्याक्टिस धेरै गर्न पाएँ, धेरै केसहरू आउँथ्यो पन्जाबमा। क्लिनिकमा भनेको त धेरै नै केसहरू, हामी पोल्ट्रीमा हेरे पनि, मेडिसिनमा हेरे पनि, गाइनीमा हेरे पनि, सर्जरीमा भए पनि लट्स अफ केसहरू आइरहेको हुन्थ्यो हरेक दिन। अनि त्यहाँबाट यो प्रवेश गर्नलाई मैले नेपालमा आएँ। नेपालमा आउँदाखेरि एउटा म अलरेडी म्यारिड थिएँ। थर्ड इयरमा मैले बिहा गरिसकेको हुनाले म अनि 1-2 महिना आराम गर्छु भनेर घर बसेँ। मलाई यहाँ डाक्टर थिरबहादुर सिंह भन्ने हाम्रो डिजी हुनुहुन्थ्यो, डाइरेक्टर जनरल। त्यही बेला भेटनरी एग्रिकल्चरबाट सेपरेट भएको हाम्रो डिपार्टमेन्ट कृषिसँग गाभिने फेरि छुट्टी नै भइरहेको रहेछ। त्यो बेला छुट्टिएको रहेछ। डाक्टर थिरबहादुर सिंह साहबले मलाई खोजिराख्नु भयो भनेर अनि गएँ। अनि अस्थायी मेरो नियुक्ति आयो। करार पनि होइन, त्यो बेला अस्थायी भनेर दियो। अनि त्यसपछि हाम्रो कुनमा फर्स्ट खाएँ भने मैले भ्याक्सिन प्रोडक्सन युनिट हो, त्यसलाई औषधि उत्पादन शाखा भनेर भन्थ्यो। त्यो चाहिँ डिएलएसमै एनबिपिएल भनेर होइन, जुन छ त्यही हो, त्यही नै पहिलाको त्यही हो। त्यो सानो थियो पहिला, अब धेरै ठुलो भयो नि त अहिले। त्यसमा मैले जागिर खाएँ पहिलोचोटि। भनेपछि हजुर पन्जाब एग्रिकल्चर युनिभर्सिटीबाट सर्टिफिकेट लिएर आइसकेपछि हजुरलाई आफैमा पहिलो महिला भेटनेरियन
त्यहाँ आउँदा भएको थाहा पाएँ, भएर त्यहाँ पनि म एक्लै फर्स्ट रहेछ भनेर थाहा पाएँ कि। त्यतिखेर मात्रै थाहा पाउनु थाहा भयो पाएँ। हजुर। अब त्योभन्दा अब पहिला अगाडि कोही चाहिँ कतैबाट गएको छ कि केही पनि थाहा थिएन थाहा होइन। थिएन हजुर। त्यहाँ आउँदाखेरि त म पहिलो रे भनेर त्यहाँ एमआई आएको छ, एउटा केटी आएको छ अरे पढेर हजुर विभागमा खोजी नीति भयो अरे भनेपछि अनि थाहा पाएँ म पहिलो रहेछ भनेर। हजुर इन्ट्रेस्टिङ है इन्ट्रेस्टिङ। त्यहाँ चाहिँ म गएँ अनि त्यहाँ त्यो बेला एउटा गजबको के थियो भने हजुर अब मलाई त्यो त्यो त थिएन। जागिरमा केटी मान्छेहरू पनि जागिर खान आउँछ र त्यो पनि भन्ने यसो खालको गर्छ र भन्ने जस्तो मान्छेको मानसिकता साइकोलोजी रहेछ कि। हजुर हजुर अनि नमस्ते गर्दा पनि हामी केटी अफिसरहरूलाई अब अरू ठाउँमा मलाई थाहा थिएन हामी कहाँ हजुर यिनीहरूलाई पनि नमस्ते गर्ने र भन्ने जस्तो थियो कि एक त्यो बेला। खालको मानसिकता त्यस्तो त्यस्तो पनि थियो। अनि त्यहाँ ल्याबमा जाँदाखेरि अब सबैले हेर्ने कि यसले के पढेर आएको त, यसले के काम गर्छ। अहिले म हेर्छु सबैले आउनासाथ सिकाउँछन् यता मेरोमा त यसले के गर्छ त, यसले कसरी गर्दो रहेछ भन्ने हेर्ने खालको पऱ्यो कि त्यो बेला। भनेपछि च्यालेन्ज हजुरको प्रोफेसनल जर्नीमा पनि परीक्षा जस्तै परीक्षा जस्तै थियो। भयो होइन। अनि फिल्डमा जाँदाखेरि पनि यसले गर्न सक्छ कि सक्दैन। अनि मेरो च्यालेन्ज के थियो भने मैले नयाँ फिल्डमा काम पनि गर्नुपर्ने थियो, मैले आफूलाई प्रुभ गर्नुपर्ने थियो केटा छ र। म केटी भनेर मेरो कुनै त्यस्तो एक्सक्युज चाहिँ थिएन है त्यो बेला। हजुर भनेपछि सुरुमा हजुर ल्याबतिरै नै जानुभयो। अब ल्याबै भन्नु पर्यो औषधि उत्पादनमा, औषधि उत्पादनमा ब्याक्टेरियोलोजी एज ए ब्याक्टेरियोलोजिस्ट भनेर लियो मलाई। त्यो पोस्ट थियो त्यो बेला। हामीलाई मैले मास्टर्स गरेको थिएन त्यो बेला। त्यो पोस्टमा मैले ब्याक्टेरियल भ्याक्सिनहरू प्रडक्सन गर्थ्यौँ त्यो बेला। एचएस हेमरेजिक सेप्टिसिमिया भन्ने त्यो थियो ब्याक्टेरियोलोजीमा। अनि पोल्ट्रीमा अर्कै थियो फेरि, ब्याक्टेरियोलोजी भयो भने पोल्ट्री भनेर अलग्गै थियो। भाइरोलोजीमा भाइरसको लागि चाहिँ खालि रेबिज थियो, त्यो अलग्गै सेक्सन थियो। अनि पछि हाम्रो ब्ल्याक वाटरको मैले त्यहाँ फर्स्ट ब्याच बनाएर अनि निस्केको। त्यसपछि त्यो सँगसँगै हजुरले फिल्डमा पनि गएर जस्तै उपचारकै क्रममा भनौँ न, त्यतिखेर त अझै गाईबस्तुहरू धेरै हुने समय थियो होइन। अहिले जस्तो काठमाडौँ अहिले जस्तो थिएन होइन, गाईबस्तुहरू पालिने चलन थियो। त्यो बेलामा फिल्ड गएर उपचार गरेको अनुभवहरू कस्तो छ हजुरलाई? अब हामी पन्जाबमा धेरै नै क्लिनिकल प्र्याक्टिसमा हामीलाई इन्भल्भ गरेको हुनाले हो कि प्र्याक्टिस फिल्डमा जानलाई त्यति गाह्रो भएन। फर्स्ट केस मलाई याद आएको, म भ्याक्सिन त्यही प्रडक्सनमा हुँदाखेरि भोटेबाल, अहिलेको भोटेबाल भन्यो भने मान्छे छक्कै पर्छ होला। भोटेबालमा गाई बिरामी भएर एकचोटि हेरिदिनु पऱ्यो डाक्टर साहब भनेर आएको थियो। त्यो फर्स्ट केस त्यहाँ मैले भोटेबालमा हेरेको थिएँ। गाई त्यो बेला धेरै गाई पाल्ने थिएन काठमाडौँमा। अहिले टाढा त भनेको टाढा भनेको के हो, टाढा भनेको नक्साल, टाढा भनेको विशाल बजार, टाढा भनेको बानेश्वर, टाढा भनेको त्यस्तो थियो कि अहिलेको अब सबै सहरहरू। अनि त्यस्तो ठाउँमा हामी जान्थ्यौँ तर बाटोहरू अहिलेको जस्तो त्यस्तो राम्रो थिएन। त्यसरी फर्स्ट केस चाहिँ त्यहीँ हेरेको, मैले आएदेखि प्र्याक्टिस गरेको छु, मैले छोडेको छैन। त्यसरी हजुरले फिल्डमा जाँदा होइन, गाईबस्तु अथवा कुनै पनि लाइफस्टक हेर्दाखेरि किसानको दृष्टिकोण हजुरप्रति कस्तो हुन्थ्यो? किनभने उहाँहरूले त कमनली त अब मेल डक्टरहरू नै देखिरहनु भएको होइन। मेल डाक्टरहरू त्योमा पनि कमी नै धेरै जस्तो। त्यो बेला त्रिपुरेश्वर पनि ल्याउँथ्यो है। हजुर हजुर त्रिपुरेश्वर ल्याउँथ्यो, हाम्रो हस्पिटल थियो त्रिपुरेश्वरमा। त्यहाँ गाईबस्तुहरू ल्याउँथ्यो, भैँसी ल्याउँथ्यो, त्यो बेला थियो। अनि अब पछि गएर नि यस्तो भयो त्यहाँ सहरीकरण धेरै भएपछि नल्याएको हो। अब त्यहाँ चाहिँ दृष्टिकोण भन्दाखेरि पनि पछि हामी पछि गएर के भयो भने मेरो श्रीमानले जापानबाट ट्रेनिङ लिएर आर्टिफिसियल इन्सेमिनेसनमा ट्रेनिङ लिएर आएको चाहिँ। मैले म्यामलाई यहीँनिर अलिकति एउटा प्रश्न जोड्न चाहेँ। हजुरले श्रीमानले आर्टिफिसियल इन्सेमिनेसनको ट्रेनिङ भन्नुभयो भनेपछि सर भेटनेरियन नै? सर भेटनेरी नै होइन, लाइफस्टकको हो। तर उहाँले आर्टिफिसियल इन्सेमिनेसनमा ट्रेनिङ लिएर आउनुभयो जापानबाट। उहाँले पढ्नुभयो त रिप्रोडक्टिभ फिजियोलोजीमा फिलिपिन्सबाट। रिप्रोडक्टिभ फिजियोलोजीमा पढ्नुभयो उहाँ। यो रिप्रोडक्टिभ सम्बन्धी उहाँको धेरै ज्ञान छ। अहिले सबैले लिनुपर्छ मलाई अहिले पनि लाग्छ। त्यसपछि हामी दुईजना सँगसँगै कसरी भयो भने उहाँ आर्टिफिसियल इन्सेमिनेसनमा त्यहाँबाट आएपछि हाम्रो सबभन्दा पहिला के भयो भने यहाँ दरबारमा त्यो बेला राजा हुनुहुन्थ्यो, राजा वीरेन्द्र सरकार भन्छौँ हामी, वीरेन्द्र सरकार भइबक्सिन थियो होइन। अनि त्यहाँ चाहिँ फार्ममा, गाईको फार्ममा 100वटा गाई थियो त्यो जमानामा, 100वटा गाई थियो होइन। अनि त्यो बेला अरू ठाउँमा 1, 2, 3 त्यसरी हुन्थ्यो। अनि त्यहाँ धेरै नै गाईहरू उल्टेर
दुःख भइरहेको थियो त्यहाँ। त्यसो भएपछि हाम्रो डिपार्टमेन्टलाई प्रेसर थियो हजुर त्यहाँ गर्नुपर्ने, सल्ट्याउनु पर्ने प्रेसर थियो। त्यसपछि के भयो भने उहाँ आउनासाथ के भयो भने दरबारमा तिमी ट्रेनिङ लिएर आएको टेस्ट गर्नु पऱ्यो, दरबारमा राम्रो गर्नु पऱ्यो भनेर दरबार लगियो। भनेको रिपिट ब्रिडिङको केस रिपिट ब्रिडिङको केसहरू होइन त्यहाँ असफल भएको धेरै भयो भनेर भनेपछि अनि उहाँलाई दरबारमा लग्नुभयो। दरबारमा उहाँलाई लगेर त्यहाँ एआई गरेपछि त्यहाँ राम्रो एआईको राम्रो भएपछि मलाई पनि तिरबार साहबले के भन्नुभयो भने त्यो बुढाबुढी दुइटैले बोलाएर ल्याऊ भन्ने, जे भए पनि अब डिस्ट्रिक्ट भए पनि जे भए पनि। त्यसपछि हामी दुवैजना काम गर्न थाल्यौँ त्यहाँ दरबारमा। हामी धेरै वर्ष काम गऱ्यौँ। भनेपछि लगभग कति 46 सालपछि हामी सिद्धियो भनौँ न। पञ्चारिकाल सिद्धिएपछि हामी पनि त्यहाँ गएको छैन होइन, त्यसपछि म गएको पनि छैन। त्यति बेलासम्म हामीले धेरै काम गऱ्यौँ। गाह्रो थियो त्यहाँ। केस इमर्जेन्सी भन्थ्यो 4 बजे बोलाउन आउँथ्यो, गाडी चाहिँ पठाउँथ्यो है त्यो बेला पनि। 4 बजे त्यहाँ डिस्ट्रिक्ट बिहानको 4 बजे मेरो बच्चा थियो, सबै उठाएर ल्याउने भन्थ्यो, बच्चा सुत्दै लिएर जान्थेँ म। भनेपछि एउटा प्रोफेसनल जर्नीमै गएँ होइन म्यामसँग अस्ति कुरा गर्दाखेरि पनि। हामीहरूको पशु स्वास्थ्य क्षेत्रमा 2009को कुरा गरौँ होइन। 2009 हजुर 2009मा म्याम हाम्रो केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा निमित्त प्रमुख भएर काम गर्दै हुनुहुन्थ्यो, जिम्मेवारी निभाउँदै हुनुहुन्थ्यो। त्यो बेलामा एउटा एकदमै पब्लिक हेल्थ कन्सर्निङ नेपालमा पहिलोचोटि बर्ड फ्लूको प्रकोप देखियो होइन। र आफूले निमित्त प्रमुखको जिम्मेवारी निभाउँदै गर्दाखेरि त्यसमा चाहिँ कस्तो च्यालेन्जेसहरू हजुरले फेस गर्नु पर्यो जब पहिलोचोटि बर्ड फ्लू होइन पब्लिक हेल्थ कन्सर्न भएको जुनोटिक डिजिज नेपालमा भित्रिएको छ होइन, कस्तो सङ्घर्षहरू भोग्नु पर्यो र समग्र रूपमा त्यो अवस्थालाई हजुरले कसरी व्याख्या गर्नुहुन्छ आफ्नो जीवनमा र नेपालको पशु स्वास्थ्य क्षेत्रमै? 2009 को जुन कुरा गर्नुभएछ तपाईँले, 2009 को त्यो दिन बिर्सन नसक्ने दिन थियो। अब त्यस्तै ट्रेनिङहरू चलिराख्दाखेरि मलाई शनिबारको दिन थियो, म एयरपोर्टमा थिएँ। मेरो छोरालाई केही कुरा पुर्याउन अमेरिकामा पुर्याउनु थियो। स्याटरडे मेरो फोन आयो, मेरो हाकिम डाक्टर वैकुण्ठ पराजुली हाम्रो महाशाखाको भेटनेरी महाशाखाको चाहिँ प्रमुख हुनुहुन्थ्यो। उहाँ ट्रेनिङ दिन छापामा जानुभएको थियो। उहाँले फोन गरेर ल्याए, मैले स्याम्पल ल्याउँदैछु, म कुखुरा ल्याउँदैछु, तिमी तुरुन्तै ल्याबमा आऊ, पोस्टमार्टम गर्नु पर्यो। त्यतिखेरसम्म हामीलाई थाहा छैन यो बर्ड फ्लू होला पनि थाहा छैन, जहिले पनि यस्तै आउँछ पनि गरिएको थिएन, जहिले पनि यस्तै आउँछ। अब हाकिमहरूले भने जानै पर्यो। स्याटरडे गइयो त्यहाँबाट। अनि उहाँले 4वटा कि 5वटा 4-5वटा कुखुराहरू ल्याउनु भएको थियो। अनि उहाँले मलाई हिस्ट्री के भन्नुभयो भने मैले ट्रेनिङ दिँदै थिएँ। रमेश घिमिरे पनि हाम्रो टेक्निसियन हुन्थ्यो, अहिले उहाँ भेटनेरी डाक्टर हुनुहुन्छ है, पढिसक्नुभयो। रमेश घिमिरे पनि टेक्निसियन हुनुहुन्थ्यो। हाम्रो ट्रेनिङमा आएको टेक्निसियनहरूको ट्रेनिङ दिँदाखेरि स्याम्पल कलेक्सन र यस्तो केही शङ्का छ देख्न साथ तपाईँले रिपोर्ट गर्नुपर्छ भनेर हामी भन्दै उहाँले के भन्नुभयो भने उहाँको घरमा यसरी मरेको देखेको थियो, एउटा इन्डियाबाट चल्ला ल्याएको थियो, त्यसको ल्याएपछि घरको सब त्यहाँ कुखुराहरू मऱ्यो भनेर मरेको कुखुरा ल्यायो। अब त्यो कुखुरा अब के हो, त्यहाँ घरको त धेरै, घरको मात्रै मरेको थाहा भयो, अरू त थाहा भएन। अनि हेर्नु भनेर ल्याउनु भएको थियो। अब के जहिले पनि यस्तै आउँछ, आउँदैन होला जस्तो पहिला लागेको थियो। जब पोस्टमार्टम ओपन गरेँ, कार्कसलाई ओपन गर्दाखेरि त ट्र्याकियामा यस्तरी हेमरेज, म्यासिभ हेमरेज ट्र्याकियामा होइन। त्यसपछि हेऱ्यो प्रोभेन्डिकुलस हेमरेज, पुरा त्यो सिम्टम देखेपछि ओहो त्यो ऱ्यापिड टेस्ट किट जुन छ त्यसमा हामीले शङ्का चाहिँ बर्ड फ्लूको अलिकति चिसो लाग्यो। ग्लोभहरू त लगाएको थिएँ तर मास्क लगाएको थिएन त्यो बेला है। अनि त्यसपछि अनि ऱ्यापिड टेस्ट किटमा हामीले स्याम्पल राख्न साथ त कन्ट्रोलभन्दा अगाडि स्याम्पल पोजिटिभ आयो, भाग्यो। अनि हामी डरायौँ। त्यस बेला हाम्रो पिउन हुनुहुन्थ्यो त्यो बेला, उहाँलाई मैले के भन्यो भने ल बाबु है तिमी र म अब जाने भयो हामी स्वर्गमा, हामीलाई त भयो होला, हामी छिटो ल्याऊ, मास्क सबै ल्याऊ, हामी गर्ने भनेर। अनि त्यो सबै स्याम्पलहरू लिएर सबै ठिकठाक गरेँ। 4वटामा हेर्दा 4वटामा त्यस्तै म्यासिभ, त्यो क्लासिकल सिम्टम थियो। थाई मसल्सहरूमा हेमरेज होइन, पुरा क्लासिकल लिजनहरू थियो सबै है। त्यो लिजनहरू देखेपछि अनि त्यसपछि त्यो लिइसकेपछि मैले हाम्रो टिजी साहब डाक्टर प्रभाकर पाठक हुनुहुन्थ्यो, उहाँलाई मैले फोन गरेँ। यसपालि त सायद डाक्टर साहब हाम्रो पोजिटिभ आयो जस्तो छ,
भनेर फोन गरेँ। ल त ल तिमीहरू स्याम्पल पठाउँला ठिक गर भन्यो। हामी भोलि पिसिआर गऱ्यौँ। भोलिपल्ट पिसिआर गर्दाखेरि डाक्टर सलिना, डाक्टर पिसिआर गर्न प्रज्ञा, हजुरहरूले त्यही बेला उनीहरूलाई चाहिँ ट्रेनिङ 2008मा 9मा ट्रेनिङ लिएर आइसकेको थियो उनीहरू। फर्स्ट उनीहरूको पिसिआर यो भयो। अनि पिसिआर हामी गर्दाखेरि हामी बसेर पिसिआर गऱ्यौँ। गर्दाखेरि त 5 बजेतिर त सबै पोजिटिभ आयो होइन। H5N1 नै आयो। अब त्यो छिनलाई त अब आयो, अब के गर्ने तुरुन्तै फोन गरेँ। फोन गरेपछि अहिले चाहिँ भोलि आएर हामी सबै हेरौँला अनि एनाउन्स गर्ने। भोलिपल्ट सबै रिफरल ल्याबको नआइकन हामीले त्यो बेला एनाउन्स गर्न पाउँदैन थियो, किनभने कन्ट्रीमा फर्स्ट डिजिज आउटब्रेक हुँदाखेरि हामीले रिफरल ल्याबको कन्फर्मेटिभ डायग्नोसिस नआइकन हामीले एनाउन्स गर्न पाउँदैन, छ भन्न पाउँदैन। अहिलेसम्म रुल त्यही हुनुपर्छ है। म रिटायर त भइसकेँ होइन। अनि त्यसपछि भोलिपल्ट सबै स्याम्पलहरू पठाएँ। पर्सिपल्ट रिपोर्ट आयो। अब त्यो क्षण मेरो नबिर्सिने क्षण थियो। त्यतिखेरसम्म म्याम कम्पन्सेसनको केही थियो पछि। त्यसपछि इमर्जेन्सी इमर्जेन्सी मिटिङ बसेर त्यसपछि अलिक पहिला ड्राफ्ट गरेर गर्नुभयो। त्यसपछि हाम्रो त्यो सबै अनि उसमै आयो नि, के भन्छ त्यसलाई, सरकारी उसमा आउँछ नि, मैले ठ्याक्कै भन्न सक्दिनँ त्यो, आई डोन्ट रिमेम्बर। त्यो सरकारी उसमै ल्याउनुपर्छ अनि त्यसपछि मात्रै हामीले गर्न पाउँछ होइन। त्यो सबै काम गरेपछि त्यसपछि भनौँ न, त्यसपछि त कन्टिन्युस आयो। त्यो बेला पनि नआएको होइन, विराटनगरमा आउटब्रेक भयो। अब त त्यहाँ आउटब्रेक, उहाँ आउटब्रेक भयो, स्याम्पल आउन थाल्यो। पनि अब आजकै 2026कै दिनसम्म पनि अहिले पनि हेर्नु फेरि पनि पूर्वी नेपालबाटै आउटब्रेक भइरहेको छ होइन। अब त्यो बेला के भयो भने हाँसमा आएको मेरो पोजिटिभ आयो त त्यहाँ नेगेटिभ आयो। के गरेको यिनीहरूले अब उसको, किनभने त्यो सबै अब कोही कम्पन्सेसनकै लागि पनि लालायत हुँदो रहेछ, कोही फेरि विरोधमा आउने होइन। भन्दाखेरि हाम्रो त्यो 1 इयर अलमोस्ट मार्चबाट फागुनसम्म भनौँ न, 1 इयर त हामी यसरी गाह्रो भयो भन्नुपर्छ कि त्यो बेला, कि यताबाट उता उताबाट यता आएकै हामी काम गरेकै त्यो 1 वर्ष बितेकै थाहा भएन जस्तो लाग्छ कि मलाई। सेमिनार दिनुपर्ने, प्रेजेन्टेसन दिनुपर्ने होइन, आएको यहाँ भन्नुपर्ने, यसरी त्यो माहौल अर्कै थियो। अब त हुन्ला अब सबै भयो। त्यसपछि हाम्रो ल्याबलाई अपग्रेड गरियो होइन। ह्युमन रिसोर्स पनि छ, टेक्निकल क्यापासिटी अब सबै थियो, ट्रेनिङहरू फटाफट दिन थाल्यो होइन। भन्दाखेरि अब त्यो र यो अब यो लेभलमा आएर अहिले त धेरै सजिलो भएको हुनुपर्ने जस्तो मलाई लाग्छ। सबै चिज फेसिलिटिजहरू डेभलप भयो। अब सबै टेक्निसियनहरूले, डाक्टरहरूले धेरै ट्रेनिङहरू पाएको छन्, ल्याब अपग्रेड भएको छ, सबै चिज फेसिलिटिजहरू अब भनौँ न, डायग्नोस्टिक मेटेरियलहरू धेरै छन्। त्यही हिसाबले अहिले धेरै नै राम्रो भएको भन्छु म है। यो त एउटा बर्ड फ्लू आउटब्रेकको कुरा भयो। त्यस्तै हजुरको सेवाकालीन अन्तरालमा अरू कुनै इन्ट्रेस्टिङ यस्तो डिजिज आउटब्रेकहरू जुनमा चाहिँ तपाईँले एक्टिभली कन्ट्रिब्युट गर्नुभएको छ, त्यस्ता इन्ट्रेस्टिङ इभेन्ट्सहरू? एउटा चेर्नोबिल काण्ड भएको थियो। चेर्नोबिल काण्ड भनेको हाम्रो रसियाको अहिले यो वार भइरहेको ठाउँ, के अरे, इरान होइन, रसिया र युक्रेनमा पर्छ अरे त्यो चेर्नोबिल, सुनेको है। त्यहाँ चाहिँ पावर प्लान्ट डिस्टर्ब, के अरे, त्यो पड्किएर त्यहाँ सबै रेडिएसनहरू भएपछि त्यहाँ मिल्क चाहिँ हाम्रो के हुन्थ्यो, मिल्क पाउडर हाम्रो डिडिसीमा मिल्क पाउडर त्यहाँबाट आयात गर्थ्यो रहेछ होइन। त्यो अब सबै चेर्नोबिल काण्डमा अब त्यो रेडिएसन भएको पाउडरहरू आयो भनेर मान्छेले दुध खान छोड्यो, डिडिसीको दुध खान छोड्यो। अब गाईको दुध खान थाल्यो, फ्रेस मिल्क भनौँ न। पहिला त गाई त 2टा 4टा त्यसरी त दरबारमा 100वटा मैले भने अघि। अब उहाँकै वीरेन्द्र सरकारकै दिदी हुनुहुन्छ, शान्ति सिंह सरकार, उहाँ कहाँ 25वटा, अरू कहाँ त भनौँ न उहाँको अब करसाप जरसाप के कति छन् त्यहाँ वरिपरिका, तिनीहरू कहाँ, उहाँहरू कहाँ पनि घरमा अलिअलि गाईहरू हुन्थ्यो। अरू मैले देखेको 4वटा, घरमा त धेरै ठाउँमा हुन्थ्यो, तर 4वटा 5वटा। त्यसपछि अब कमर्सियली पाल्नु पऱ्यो भनेर पाल्न थाल्यो कि 10-10वटा इन्डियाबाट झिकाएर भन्दाखेरि फर्स्ट मलाई के भयो भने त्यहाँ एउटा गाईहरू, धमाधम गाईहरू के भयो भने मिल्क फिभरले मर्न थाल्यो भन्यो। मिल्क फिभरले काठमाडौँमा त्यो बेला म काठमाडौँमै थिएँ नि है। काठमाडौँमा मिल्क फिभरले ठाउँ ठाउँमा गाईहरू, हाम्रो त्यो बेला ठुलो डाक्टर साहबहरू भनेको हाम्रो डाक्टर नटराज जोशी होइन, उहाँ हाम्रो भेटनेरी हस्पिटलको हाकिम हुनुहुन्थ्यो।
अब मेरो सिनियरहरू अरूहरू पनि धेरै प्र्याक्टिसमा पनि हुन्थ्यो। उहाँहरू पनि जानुभयो, ठिक भएन भन्ने त्यस्तो कुरा आएको थियो। अनि त्यहाँ जाँदाखेरि फार्ममा जाँदाखेरि टेम्परेचर लो, होइन, टेम्परेचर लो भइसकेको त्यही छ। भएर पनि मिल्क अनि सबैले त्यसलाई हाइपोक्याल्सियममा भन्थान्यो, होइन, मिल्क फिभर भन्छ जुन। अनि त्यसपछि हेरेको त एनिमिया थियो, पुरै सबै एनिमिक थियो। कुनै कुनैमा ब्लडी युरिन पनि थियो, होइन। त्यसो हुँदाखेरि त अनि शङ्का लाग्यो, किनभने हामीले त पन्जाबमा हेरेर आएको सिम्टमहरू चाहिँ यहाँ देखियो। देखेपछि अनि पक्कै यो ब्लड प्रोटोजन प्यारासाइट जस्तो लागेर अनि त्यसपछि ब्लड लिएर आएर अनि त्रिपुरेश्वरमा म ल्याबमै थिएँ, प्रयोगशालामा। तुरुन्तै स्मेयरहरू हेर्दाखेरि ब्याबेसिया देखियो, ब्याबेसिया बाइजेमिना, है। त्यो देखेपछि कति खुसी लागेको, आम्मामा मैले ब्याबेसिया भनेको यहाँ पनि आए नि भनेर डाक्टर उपेन्द्र मानले पनि हामी दुईजनै मिलेर हेरेर अनि भएपछि ल अब यसलाई चाहिँ हामी त्यही अनुसारको ट्रिटमेन्ट गर्दाखेरि गाह्रो भयो। सबै गाह्रो कसरी भयो भने त्यही बेला हामीले के औषधि दिएको थिएँ, अहिले मैले नामै बिर्सन्छु अहिले चाहिँ। त्यो औषधि दिनासाथ चाहिँ के भयो भने गाईहरू त्यो धेरै एनिमिक भएकोले सकमा गयो कि। सकमा जाने भन्दाखेरि बस्यो, छटपटायो, त्यस्तो हुने। अनि किसानले नछोड्ने, त्यो मरेपछि तिर्नुपर्छ, त्यस्तो थियो त्यो बेला। गाह्रो, राति 3 बजे 4 बजेसम्म त्यो चाबेलमा। त्यहाँ के भयो भने त्यसपछि त्यहाँ प्र्याक्टिस गरिसकेपछि धेरै ठाउँ प्र्याक्टिस गरेँ ब्याबेसियाको। अनि त्यसपछि त्यहाँ त्यो राजदरबारको पुरोहित हुनुहुँदो रहेछ, मधु, अहिले पनि हुनुहुन्छ, मधु अधिकारी भन्नेको घरमा। उहाँको बुवाको नाम बिर्सेँ मैले। अनि उहाँ त्यहाँ जाँदाखेरि गाईहरू धमाधम बस्यो भनेर हामीलाई 3 बजे 4 बजेसम्म हामीलाई घर फर्कन दिएन। त्यही बेला मेरो सानो बच्चा थियो, 3 महिनाको बच्चालाई मैले दुध पनि खुवाउनु पाएन त्यो बेला। 3 महिना अब ठिक हुन्छ भन्दा पनि उहाँहरू भने जबसम्म उठ्दैन तपाईँहरू जानु पाउँदैन भनेर 3 बजेसम्म हामी त्यो बेला खुवाउने चलन पनि थिएन कि कुरेर बसेर 3 बजे बिहान सबै गाई ठिक भएपछि घर आएको। द्याट वाज द च्यालेन्ज अफ फिल्ड वर्क। च्यालेन्ज पनि प्लस यो त गर्भान्वित हुने कुरा नयाँ डायग्नोसिस भयो, है, ब्याबेसियोसिस भयो। अब त्यो गऱ्यो, पढेर देखेर आएको कुरा चाहिँ नेपालमा एउटा त्यो भयो, है। अर्को मेरो पोल्ट्रीमा के भयो भने पोल्ट्रीमा त्यो बेला अब साल्मोनेसिसले गर्दाखेरि यो पुलरम डिजिजहरू आउटब्रेक भएर जोसी पोल्ट्री धराशायी भएको थियो। त्यसपछि के भयो भने रत्न ह्याचरीबाट एकजना टेक्निसियन अहिले पनि हुनुहुन्छ कि मलाई थाहा भएन, पुष्प श्रेष्ठ भन्ने, उहाँले कुखुराहरू लिएर आउनुभयो। के भन्नुभयो भने कति यहाँ भ्याक्सिन दिएको, एनडीको न्युक्यासल डिजिजको हामीले भ्याक्सिन दिएको सबै गर्दा पनि कुखुराहरू मरेकै गर्यो। हाम्रो डाक्टर ब्रह्मपुत्र उहाँहरूले एक्सपर्ट ल्याउँथ्यो इन्डियाबाट, हामी कहाँकोलाई पत्याउँदैन थियो त्यो बेला। अनि इन्डियाबाट डाक्टर ब्रह्मपुत्र ल्याएर भ्याक्सिन दिनुभयो, के गर्नुभयो, भएन भनेर भन्नुभयो उहाँले, है। निको भएन भनेर ल्याउँदाखेरि अब हेर्दाखेरि के थियो भन्दाखेरि फरक थियो। प्रोभेन्डिकुलसमा हेमरेज भएर उहाँहरूले एनडी भनेर डायग्नोसिस गर्नुभएको रहेछ, अथवा त्यो बेला त्यही थियो होला उहाँहरूको। तर उहाँहरूले वर्षामा हेर्ने भन्ने त्यो छँदै थिएन रहेछ। त्यो पनि हामी पन्जाबमा गम्बोरो भन्ने त्यो बेला हामी आउनुभन्दा अगाडि नै त्यहाँ आइसकेको थियो, मैले डिग्री कम्प्लिट गर्नुभन्दा। त्यो गम्बोरो केस पनि त्यहाँ गरेर त्यहाँ हेर्दाखेरि प्रोभेन्डिकुलसमा हेर्दा हेमरेज देख्यो, क्लासिकल। अनि यो त गम्बोरो हो, यो त भएन, यो वर्षामा हेमरेज छ, यो एनडी होइन भन्दाखेरि सबैले होला जस्तो त्यो सबैले कुरा गर्यो। डाक्टर ब्रह्मपुत्र आउनुभयो म कहाँ। यो कसरी भयो भन्दाखेरि त्यहाँ एउटा मिस्टेक के गरेको रहेछ भने इन्डियामा गम्बोरो आइसकेको हुनाले उहाँले गम्बोरोको भ्याक्सिन दिनुभएको, आइरन कस्तो दिनुभयो, त्यसैको इफेक्टले यहाँ चाहिँ है फ्लेयर अप भयो। अनि उसलाई कुरा गरेपछि यस्तो भनेको थियो, ऊ पनि चस्कियो। भ्याक्सिन दिने त उहाँ नै रहेछ। उहाँले फेरि मैले यहाँ हामी कहाँ पनि केही गर्न मिल्छ कि भनेर हाम्रो हाकिमलाई सोद्धाखेरि हामीलाई किन टाउको दुख्ने, त्यो प्राइभेटको हामीलाई के मतलब, उहाँहरू जे गर्नुहुन्छ हामी के पनि यहाँ ट्रायल के पनि गर्ने होइन भन्नुभयो। त्यसपछि मैले के पनि गर्न सकेन त्यो बेला त। अब म फेरि त्यसरी बोल्न सक्ने पनि थिएन। तर अनि त्यसपछि उहाँले आइबिआरआईमा त्यो स्याम्पल लगेर कन्फर्म गर्नुभयो गम्बोरो डिजिज। नेपालमा गम्बोरो डिजिज पनि फर्स्ट आउटब्रेकको साक्षी बने म। भनेपछि बर्ड फ्लूको आउटब्रेक, गम्बोरोको आउटब्रेक, ब्याबेसियोसिस।
आउटब्रेक साठी बेबिसिसको आउटब्रेक भन्दा पनि अब किर्नाहरू अब इन्डियाबाट ल्याएको भयो हजुर अनि इम्प्रुभ ब्रिड भयो उम्, अनि किर्नाहरूको प्रकोप यताउता गर्दाखेरि हजुर चाहिँ अनि त्यो डिजिज बेबिसियस हुँदैन देखियो इस्ट्याब्लिस भयो अब भइसकेको रहेछ त्रिपनासम्म बेबेसिया यो सबै अब हामी कहाँ इस्टाब्लिस इस्ट्याब्लिस भयो भइसकेको रहेछ तर त्यतिन्जेलसम्म पत्तै नलागेको त्यो रहेछ बेला भर्खर ल्याएको इन्डियाबाट ल्याएकोबाट आएको रहेछ क्या त्यो हजुर इम्पोर्ट गर्यो हजुर हाम्रो क्याटल सँगै इम्पोर्ट पनि डिजिज पनि इम्पोर्ट गर्दै गएको हो कि यो सबै डिजिजहरू हजुर त्यसरी नै हुन्छ हाम्रो किनभने अरे यही त हो बर्ड नि फ्लूको केसमा बर्ड पनि फ्लू केसमा सुरुमा पनि आउटब्रेक त्यही त भएको हो नि हजुर प्री बोर्डर भन्यो अब अहिले धेरै नै छ हामी जुन भन्छौँ जुनोटिक डिजिजेसहरूको च्यालेन्ज त अहिले वर्ल्ड वाइडै छ नि बिकज अफ अल सो मेनी कजेज होइन हामीले यो चाहिँ अब प्राउड मोमेन्टहरूका होइन च्यालेन्जेसहरू पनि थियो यसमा प्राउड मोमेन्टहरू पनि थियो त्यो कुराहरू गऱ्यौँ होइन तर कुनै यस्तो च्यालेन्ज अथवा कुनै यस्तो मोमेन्ट हजुरको लाइफमा आयो जसले गर्दा होइन मैले सायद यो क्षेत्र रोजेर गलत पो गरेँ कि होइन नरोज्नुपर्ने क्षेत्र रोजेँ कि भन्ने खालको कुनै बेलामा त्यस्तो फिलिङ्स हजुरलाई आयो कि त्यस्तो त कहिले आएन मलाई मेरो लाइफमा हजुर आई हेभ प्यासन है मलाई त यो प्रोफेसन मलाई प्यासन भएरै होला नयाँ काम गरौँ नयाँ केही गरौँ कुनै डिजिज केही चिज त्यस्तो देख्यो भने त्यसलाई तलसम्म जाने त्यसको के अरू छ त्यस्तो गर्न चाहिँ मलाई मेरो प्यासन छ कि त्यसैले मलाई के लाग्छ भने वान हेज टु बी प्यासन जस्तो लाग्छ कि प्यासन भएन भने तिमीले कामै गर्न सक्दैन रहेछ कि त्यो भित्रसम्म जानलाई अब ल्याबमा काम गर्ने मेरो इच्छा भयो मैले पछि अहिले प्र्याक्टिस गर्न पनि छोडेँ होइन किनभने मलाई ल्याबमा मन पऱ्यो कि त्यो डायग्नोसिसमा डिप डाउनसम्म जाने भन्ने कुरा त्यो प्यासन चाहिँदो जस्तो लाग्यो अनि अर्को कुरा गाह्रो भनेको चिज त मलाई सबभन्दा गाह्रो मैले अघि नै भने मैले बच्चाहरू भइसकेपछि मलाई ब्यालेन्स गर्न गाह्रो भयो नि त के अरे सर्भिस लाइफ त्यसपछि घरको होइन त्यसपछि फेरि मेरो प्र्याक्टिस तिनटै चिज एकैचोटि गर्थेँ नि त म त्यसमा ब्यालेन्स गर्न अहिले गाह्रो चाहिँ मलाई भएकै हो राति 5 त्यो बेला फेरि गाह्रो अहिले जस्तो होइन नि त अब फेरि अहिले त अलिक कडा भएछ होइन हाम्रो 10:15 हाम्रो हाजिरी हुनैपर्छ है 5 बजेसम्म बस्नै पर्ने थियो त्यो बेला होइन अनि त्योभन्दा वरपर कहीँ जान पाउँदैन थियो नि त पञ्चायत काल थियो त्यो बेला होइन राजाको भनौँ नि त्यो बेला होइन त्यो बेला कडै थियो त्यो हुँदाखेरि त हामी प्र्याक्टिसमा जाने भने के हो त भन्दा 5 बजेपछि आएर बच्चाहरूलाई म्यानेज गरेर अनि जानुपर्ने फिल्डमा अफिस आवरभन्दा अगाडि गर्नु पर्यो कि त अफिसभन्दा पछाडि गर्नु पर्यो होइन त्यो गर्दाखेरि कहिले राति 3 बजेसम्म पनि घर आएको छ त्यो बेला धेरै आउटब्रेक मैले भने नि त धेरैले गाई पाल्न थाल्यो धेरै त्यसपछि यो इन्डियाबाट धेरै यो गाईबस्तुहरू आएपछि डिजिजहरू पनि आयो ट्याकल गर्नु पर्यो धेरैलाई ट्रिट गर्नु पर्यो कस कहाँ जाने उस कहाँ जाने कि उस कहाँ जाने होइन 5-6वटा फार्ममा जानुपर्ने हुन्थ्यो त्यसो गर्दा राति 3 बजेसम्म पनि बिहानको घर फर्केको अनुभव छ यो कन्ट्रिब्युसन हजुरले जति पनि हाम्रो पशु स्वास्थ्य क्षेत्रमा गर्नुभएको छ हजुरलाई लाग्छ हजुरले त्यसको पर्याप्त सम्मान अथवा रेकग्निसन पाउनुभएको छ हाम्रो क्षेत्रबाट भनेर खै त्यो सम्मानतिर लाग्दै लागेन म सम्मान मैले पाएको छु पाउनुपर्छ भनेर पनि म लागेन म काम गर्नुपर्छ भनेर लागेँ एक त त्यो त मान्छेले हेरेर गर्ने हो जस्तो लाग्छ मैले नि भनेर गर्ने होइन कसैले भनेर गर्ने होइन जस्तो लाग्छ तर हुनलाई हाम्रो देश त्यस्तै पनि छ थियो अब हुँदैन कि भन्ने लाग्छ होइन अब त्यसमा मलाई दिएन मलाई भएन भन्दा पनि मलाई अझ खुसी के छ भने अहिले म टिचिङ प्रोफेसनमा छु नि त अब हुनलाई त सुरुदेखि नै हो नेपालको फर्स्ट ब्याच भेटनरीहरूलाई पनि पढाएर त्यहाँदेखि नै पढाएकै हो अनि हाम्रो हिकास छ हिमालयन कलेज हुन्छ हाम्रो भेटनरी साइन्समा म सुरुदेखि फर्स्ट ब्याचदेखि त्यहाँबाट पनि पढाउँदै आएको छु अहिले पनि आएको छु मेरो एक्सपिरियन्स म विद्यार्थीले के भन्छु भने मेरो एक्सपिरियन्स लिनु हामी त अस्ताउने घाम हो जति मसँग छ मेरो फिल्डको एक्सपिरियन्स ल्याबको एक्सपिरियन्स होइन मेरो सबै जुन छ एक्सपिरियन्स म त मसँगै जाने हो नि टेक्निकली जुन जति मैले आएको छ त्यो चिजहरू तिमीहरूले ल्याऊ भन्छु कि मैले अनि प्र्याक्टिकल पनि म गराउँछु किनभने म खुसी हुन्छु प्र्याक्टिकल गराउँदाखेरि मैले जानेको चिज गराउँदाखेरि त्यसलाई हामीले विद्यार्थीले के गर्दा एट्र्याक्टिभ हुन्छ भने त्यो हिसाबले होइन कुनैमा डान्स गरेर हुन्छ कि कुनैमा गाएर हुन्छ कि कुनैमा बोलेर हुन्छ कि होइन त्यो प्र्याक्टिकलमा हामी त्यसरी जाँदाखेरि जुन इफेक्टिभ हुन्छ भन्ने हिसाबले केटाकेटीहरूलाई मैले डेलिभर गर्न सकेको छु सबै चिजहरू भनेर त्यो हिसाबले म सेटिस्फाइड छु जस्तो लाग्छ अर्को सम्मान भनेको त अब झन्
दुनियाँले देखेर गर्ने चिज हो। दिए खुस, नदिए पनि म त्यस्तो दुःखी छैन, खुसी नै छु। पछाडि फर्केर हेर्दा तपाईँले आफ्नो जीवनमा प्रोफेसनल लाइफमा चाहिँ एउटा क्षण जसले तपाईँलाई एकदमै सन्तुष्टि दिन्छ, त्यस्तो कुनै? साँच्चै भन्यो भने त त्यो 2009 कै हो, बर्ड बर्ड फ्लू। हजुर। हामीले डायग्नोसिस गरेर डिफरेन्ट ल्याबमा पुगेर त्यहाँबाट पनि त्यसलाई पोजिटिभ भनेर जुन बेला रिपोर्ट आयो त्यही बेला हामी 3 जना अँगारो मारेर खुसीले उफ्रेको थियौँ। त्यो क्षण मैले बिर्सदिनँ। त्यो चाहिँ धेरै नै खुसीको कुरा जस्तो मलाई लाग्छ अहिलेसम्म। एउटा साइडमा चाहिँ ल्याब यस्तो पब्लिक हेल्थ कन्सर्निङ डिजिज नेपालमा भित्रियो भन्ने चिन्ता होइन हजुर छँदैछ, तर हामीहरूको उसमा हेरेको डिजिज र डायग्नोस्ड भयो भन्ने खालको खुसी छुट्टै ठाउँमा छ होइन। अर्को मलाई खुसी के लाग्यो भने मैले मेडिकल माइक्रोबायोलोजी पनि पढाउन पाएँ के। हजुर। जुन अब हामी जुनोसिसमा होइन जुनोटिक डिजिजहरूमा त्यो बेला वान वर्ल्ड वान हेल्थ भन्ने थियो होइन। त्यो हुँदाखेरि के छ भने जति पनि एनिमलमा धेरै डिजिजहरू त्यो बेला 68% भन्थ्यो, अहिले त्यो भन्दा बढी भयो होला, कति छ मलाई अहिले थाहा छैन। त्यति त अब जुनोटिक डिजिज हो नि त, पब्लिकलाई पनि त ट्रान्सफर हुने हो नि। अनि त्यो मैले मास्टर्समा पढाउन पाएँ कि मेडिकल माइक्रोबायोलोजी भनेपछि मैले भाइरोलोजी पढाएँ उतातिर भन्दाखेरि के भयो त भन्दाखेरि मैले यताको धेरै इक्जाम्पल दिन पाएँ कि हेर्नु यसरी हाम्रो भेट्नु नभएको पब्लिकलाई पनि यसरी हुन्छ है, यो डिजिजमा यस्तो हुन्छ, यो डिजिजमा यस्तो हुन्छ। अब थुप्रै डिजिजहरू अब मैले उतातिर मेडिकल माइक्रोबायोलोजी पढाउनु पर्दाखेरि उनीहरूलाई धेरै इन्ट्रेस्ट लागेर चाहिँ कि त्यो एउटा इन्ट्रेस्टिङ लागेर मलाई म निसमा पढाउँथेँ, मैले पढाएको मन पऱ्यो भनेर सेन्ट जेभियर्समा बोलाएँ, सेन्ट जेभियर्समा पढाएँ मास्टर्सलाई। त्यसपछि फेरि मैले केएमसी मेडिकल माइक्रोबायोलोजी सबै ठाउँमा केएमसीमा बोलाएँ, केएमसीमा पढाएँ, पछि टिसीमा पनि प्र्याक्टिकल गराइदियो भन्यो, टिसीमा गएर प्र्याक्टिकलहरू गराएँ होइन। त्यसरी म त्यतातिर पनि म के भने भेटनेरीको मात्रै म सीमित नभएर उतातिर पनि अहिले कहीँ जाँदाखेरि ल्याबमा कोही भइरहेको छ, ए म्याम तपाईँको स्टुडेन्ट म भन्दाखेरि मलाई खुसी लाग्छ नि होइन। त्यस्तो चाहिँ त्यो पनि मैले मेरो नलेज यताको पनि उता पनि ट्रान्सफर गर्न पाएँ। त्यो दुइटै भेटनेरी माइक्रोबायोलोजी मेडिकल माइक्रोबायोलोजी दुइटै कम्बाइन गरेर वान हेल्थ कन्सेप्टमा गर्न पाएँ। त्यसमा त्यो मैले जुनोसिसको भनौँ न मैले अलिकति न्याय गरेँ जस्तो मलाई फिल हुन्छ। म्यामलाई म वान वर्ड आन्सर खोज्दै क्वेसन्सहरू सोध्न चाहन्छु, एकदम ऱ्यापिड फायर राउन्डमा है। हुन्छ। फेरि पछाडि फर्क्यौँ, बर्ड फ्लूको नमुना पोजिटिभ आउँदा हजुरलाई प्रेसर थियो कि एक्साइटमेन्ट? वान वर्ड। एक्साइटमेन्ट खुसी थियो धेरै। पहिला डर भइरहेको थियो, पहिला एकदम खुसी भयो, एक्साइटमेन्ट भयो कि पोजिटिभ आउँदा। पोजिटिभ आउनु नराम्रो हो, गाली पनि पाएँ मैले खुसी भयो भनेर होइन, तर आफ्नो टेस्ट पोजिटिभ आउँदा धेरै खुसी भयो। फिल्ड वर्क कि ल्याब वर्क म्यामको लागि? मलाई त एकदम मनपर्ने ल्याब वर्क हो, तर फिल्ड वर्क अल्सो, किनभने ल्याब वर्क इज ब्याकबोन अफ फिल्ड वर्क है। त्यही त फिल्ड वर्क पनि मलाई मनै पर्ने हो, तर मेरो मनपर्ने भने ल्याब वर्कै हो। सुरुवाती दिनहरू टिचिङ पनि हो है। अहिलेको हाम्रो र्यापिड फायरमा चाहिँ हामीहरूको क्वेसन फिल्ड वर्क कि ल्याब वर्क सीमित रह्यो। सुरुवाती दिनहरू सिकाइ कि सङ्घर्ष? सुरुवाती त मेरो एकदमै सङ्घर्ष हो, यति भए पुग्छ। हजुरको सबैभन्दा बलियो स्ट्रेन्थ? मन नआत्तिने, कसैले कुरा गर्दाखेरि मेरो कुरा काट्नेहरू त थुप्रै थियो नि त्यो बेला पनि। कुरा काट्यो, कसैले केही भन्यो भनेर म नआत्तिने, मैले गल्ती गरेको छैन भने कसैले केही भन्दा मलाई के फरक पर्छ, मैले गल्ती गर्नु भएन, म गल्ती हुनु भएन भन्ने मेरो कन्सेप्ट हो, प्रब्लम छैन। हजुरको प्रोफेसनल लाइफमा कुनै आफूलाई फिल भएको यस्तो कमजोरी जसले हजुरलाई पछि धेरै कुरा सिकाउन मद्दत गर्यो? पहिला मलाई धेरै कमजोरी के लाग्थ्यो, मैले मास्टर्स गर्न पाएन, मेरो भिजन अझ ब्रोड भएन भने मेरो कमजोरी लाग्थ्यो। मास्टर्स गरेर मैले काम गर्न आइसकेपछि त्यो हरायो, आई क्यान डु एभ्रिथिङ जस्तो लाग्ने कि त्यसपछि। म्यामलाई म म्यामको जीवनका केही पास्ट मेमोरीहरूतिर लिएर जान चाहन्छु। यो फोटोहरू देखेर हजुरलाई कस्तो सम्झना आउँछ भन्ने कुराहरूमा लिएर जान चाहन्छु। यो फोटो देख्दा के सम्झिनुहुन्छ हजुर? मैले पेपर प्रेजेन्टेसन गर्न गएको थिएँ, यो आफ्नो उसबाट के अरे यो प्राइभेटले गएको, गभर्मेन्टबाट गएको होइन। हजुर।
यो श्रीलङ्काको क्यान्डी भन्ने ठाउँमा हेमरेजिक सेप्टिसिमियाको इन्टरनेसनल HSC वर्कसप थियो। हजुर त्यसमा हेमरेजिक सेप्टिसिमियाको पेपर प्रेजेन्टेसन गर्नु गएको। त्यही बेलाको एउटा क्षण याद आउँछ। त्यहाँ हेमरेजिक सेप्टिसिमिया बोर्डरमा आउटब्रेक धेरै भएको थियो त्यो बेला। इन्डियाबाट आयो भनेर मैले भनेको थिएँ। हजुर त्यसपछि इन्डियन साथी चाहिँ मसँग त्यो बेला झगडा गरेको थियो कि हजुर तिमीले कसरी भन्न सक्छ हाम्रो इन्डियाबाट आयो भनेर। त्यो चाहिँ त्यो याद आउँछ अहिले। त्यस्तै मसँग अर्को फोटो पनि छ। यो फोटो देख्दा कलेज डेजकै हुनुपर्छ यो पक्कै पनि, म्यामले भन्यो बिहे गरेको मैले पढाइको बिचमै छोडेर होइन, थर्ड इयरको पहिलो सेमेस्टरमा ड्रप गरेर आएर यो बिहा गर्न आएको। म बदमास रहेछु। यो फोटो हेर्दा के सम्झिनुहुन्छ म्यामले काममा? यो हाम्रो भ्याक्सिन प्रोडक्सनमा काम गरेको। अहिले सिड चाहिँ हाम्रो के हुन्थ्यो भने सिड पसाज गर्नु पर्थ्यो त्यो बेला। सिड आइबिआरआईबाट हामी ल्याउँथ्यौँ। कुन भ्याक्सिनको काम भइरहेको? एचएसको हो। त्यसको अनि त्यहाँबाट जुन सिड हाम्रो विक भइसकेपछि हामी पसाज गर्ने गर्थ्यौँ एनिमल इनोकुलेसन गरेर, जुन अहिले एनिमल वेलफेयरले दिँदैन। त्यो बेला दिन्थ्यो। राङ्गाको पाडो ल्याएर पाडोलाई हामी त्यो के अरे भ्याक्सिनको जुन छ हामी कल्चर गरेर त्यो दिएर त्यसलाई फेरि एक्टिभेट गर्ने कि ब्याक्टेरियालाई, अनि त्यसलाई त्यो डिजिज त्यो सो गर्यो कि गरेन भनेर हेर्ने भयो एउटा। अनि हामीले पोस्टमार्टम गरेर हेर्थ्यौँ त्यहाँ सेप्टिसिमिया भयो कि भएन होइन। त्यो हेरेर त्यो सबै हेरेपछि अनि ब्लड लिएर आएर अनि त्यो सिडहरू कल्चर गरेर त्यसलाई चाहिँ रिभाइभ गरिरहेको ल्याब। त्यो बेला यस्तै थियो ल्याब, एउटा ल्यामिनार फ्लो सिम्पल एटलिस्ट त्यति थियो त्यो बेला। हामी केही पनि हुँदैन थियो, फर्मालिन मुखबाट पिपिटिङ गर्थ्यौँ त्यो बेला। ओके, त्यो याद आउँछ अहिले। यो सर्टिफिकेट अफ रेकग्निसन छ हजुरको? यो पायोनियर भनेर, पायोनियर लेडी भेट भनेर दिएको। खुसी छु एसोसिएसनले मलाई रेकग्नाइजेसन गरेकोमा। त्यस्तै नेपाल भेटनेरी एसोसिएसनको अर्को सर्टिफिकेट छ यो फर्स्ट लेडी भेट भनेर दिएको। अनि मैले त्यो बेला पिपिआरको लागि पेनसाइड टेस्ट डेभलप गरेको थिएँ। हाम्रो डाक्टर त्यो बेला हाम्रो अध्यक्ष हुनुहुन्थ्यो ब्रजकिशोर शाह, बिकेपी शाह डाक्टर साहब हुनुहुन्थ्यो। उहाँले मेरो पेनसाइड टेस्ट पनि त्यसमा मेन्सन गर्नुभएको मलाई खुसी लाग्छ। नेपाल भेटनेरी एसोसिएसनले फर्स्ट लेडी भेटनेरियन भनेर रेकग्नाइज गरेको सर्टिफिकेट। डाक्टर बाबुराम भट्टराई हाम्रो प्राइम मिनिस्टर हुनुहुन्थ्यो, उहाँको हातबाट पाएको यो चाहिँ। त्यसपछि मसँग रहेको छ अर्को फोटो। यो लङ ब्याक है। त्यो बेला हाम्रो के हुन्थ्यो भने यो टिचर कलेजमा साइन्स एक्जिबिसन भनेर भएको थियो। हजुर। हाम्रो तर्फबाट भ्याक्सिनहरू राख्न लगेको थिएँ। त्यो बेलाको देन प्राइम मिनिस्टर हाम्रो लोकेन्द्र बच्चन उहाँ आएर भिजिट गर्नुभएको अनि एक्सप्लानेसन गरिरहेको त्यो याद आउँछ। त्यो बेला हेर्नु प्राइम मिनिस्टरले पनि कति इन्ट्रेस्ट लिएर हाम्रो कामहरू हेरेको। हाम्रो वीरेन्द्र सरकार पनि आउनुभएको थियो र त्यो बेला हाम्रो ल्याबमा हाम्रो भ्याक्सिन प्रोडक्सनको गर्दाखेरि उहाँले पनि ल्याबमा हेरेर माइक्रोस्कोपमा हेरेर यो के गरेर कसरी गर्ने भने त्यो बेला राजाको पनि त्यस्तो इन्ट्रेस्ट थियो त्यो बेला। अनि उहाँ प्राइम मिनिस्टर हुनुहुन्थ्यो। हजुरको फेसबुकको पोस्टमा भेटेको हजुर थियो त्यो एक्जिबिसन। यो चाहिँ मैले अघि म्यामको रिटायर्ड लाइफको बारेमा कुरा गरेको थिइनँ होइन, किनभने मेरो सोच यहाँ फोटोमा हजुरको रिटायर्ड लाइफ देखाउन मन थियो मलाई दर्शकहरूलाई। यो फोटो देख्दा हजुरले आफ्नो रिटायरमेन्ट लाइफको बारेमा के भन्न चाहनुहुन्छ? कसरी आफ्नो रिटायर्ड लाइफ अगाडि बढाइरहनु भएछ? रिटायर्ड बट नट टायर्ड भनेर देखाएँ यसले। हजुर होइन, किनभने म पढाउनु चाहिँ पढाउँदैछु, अहिलेसम्म हिकासमा पढाउँदैछु भेटनेरी विद्यार्थीहरूलाई होइन। मेरो एक्सपिरियन्सहरू सबै सेयर गर्दै अनि यो एउटा के भयो भने छोरा र बुहारीले यो बेकरी सुरु गर्यो। बेकरी सुरु गर्दाखेरि अनि एउटा उनीहरूले यहाँ एउटा आउटलेट राखौँ भनेर यो राखेको थियो। अनि हाम्रो पनि के भयो त भने एकजना किसानहरूलाई यहाँ दुध चाहिँ लिने रे, जुनको सहकारी के भनेर यहाँ हुने रहेछ। दुध लिने रे पैसै दिँदैन। अहिले आइ पनि रहेछ नि त कतिजनाको कति छ भनेर। पैसा नआएको कारणले गर्दाखेरि मलाई के भयो भने हामीलाई मेरो श्रीमानलाई अझ भन्न आएको के थियो भने किसानहरूले हाम्रो दुध लिइदिनुहोस्, हामीले पैसा पाउँदैन, तपाईँहरू राखिदिनु भयो भने यहाँ हामीले पैसा पाउँछौँ, एटलिस्ट हामीले टाइममा पैसा पाउँछौँ, राखिदिनुहोस्। बेकरी थियो, डेरी बेकरी त अझ छँदै थिएन, यो आउटलेट थिएन अझ त्यो बेला।
हजुर अनि के पनि थिएन। अनि हामीले गेटनिर एउटा उसमा के अरे बाटामा उनीहरूको दुध राखेर बेचिदिएको। अनि त्यो अहिले त्यो अब इस्टाब्लिस भयो भनौँ न। त्यसपछि नै सानो डेरी हो। हामी हजुर बिहान बेलुका हाम्रो लागि कति राम्रो भयो भने सबैजना आउँछन् हाम्रो होइन। यहाँ हामी यहाँ चाहिँ के भन्छ भने हामी अर्ग्यानिक भनेर बेच्छौँ। भनेको हामीले एन्टिबायोटिकहरू खाएको हामी दुध राख्दैनौँ होइन। त्यसैले हामीले एन्टिबायोटिक रेजिड्यू छैन। अर्को ड्रग भनेको हामीले चाहिँ यो एन्टिलमेन्टिक खुवाउँछौँ नि हामी, नाम्लेको औषधि भनिन्छ होइन। त्यो खुवाएको बेलामा पनि हामी एटलिस्ट 3 दिन चाहिँ हामीले त्यो दुध हाल्दैनौँ। किनभने हामीले हेरेको हाम्रै त्यही फार्मलेबाट मात्रै हामी लिन्छौँ, अरूको जस्तो कलेक्सन गरेर लिँदैनौँ। अनि टाइममा यो टेस्ट पनि गर्छौँ हामी ल्याबमा लगेर है। म कहाँ चाहिँ छैन। त्यसले गर्दाखेरि के भयो भने अनि दुध हामी कहाँ आउने मान्छेहरूले मिठो पनि छ, राम्रो छ भनेर दुधहरू लिन आउनेहरू आउँछन्। दुध दही सबै आफै बनाउने, पनिर आफै बनाउने भएकोले सबैलाई मनपर्ने। एन्टिबायोटिक रेजिड्यूहरूको केही पनि डर प्रब्लम भएन होइन। मलाई त्यस्तै शङ्का पऱ्यो भने म लिएर जान्छु। अब एटलिस्ट यता ल्याबमा छैन भने पनि हाम्रो हिकासमा ल्याबमा छ, त्यहाँ के टेस्ट गर्नुपर्ने हामी त्यही टेस्ट गरिरहेछौँ। त्यसले गर्दाखेरि एउटा के भयो भने रिटायर लाइफमा मैले काम नगरेको भए बिहान के हुन्थ्यो त, म भान्सामा हुन्थेँ या म टिभी हेर्थेँ हुन्थ्यो नि त। अनि त्यसको सट्टा मैले के भयो माथि हामी म र मेरो श्रीमान दुवैजना हामी के भयो मान्छेहरू भेटिरहेको छौँ। रिटायरवाला पनि भेट्छौँ, अहिलेवाला पनि भेट्छौँ। विभिन्न कुराहरू त्यहाँ हुन्छ होइन। अनि त्यहाँ के भयो भने राम्रो हर्मोन फ्लो हुने रहेछ कि। राम्रो हर्मोन फ्लो हुने, हाँसेको भयो होइन, कुरा गर्यो। त्यसो गर्दाखेरि एक्टिभ भइराख्ने इभन ब्रेन पनि एक्टिभ भने सबै कुराहरू पनि थाहा हुँदाखेरि कता कता आफ्नै सेक्टरसँग रिलेटेड पनि भयो होइन। त्यसो गर्दाखेरि मलाई लाग्छ त्यसले हामीलाई अलिकति यङ हुनुमा हेल्प गर्छ कि जस्तो लाग्छ, यङ बसिराख्नुमा। भनेपछि सन्देश दिँदाखेरि हामीले रिटायर भयो जुनसुकै प्रोफेसनमा भए पनि आफ्नो काम पछि रिटायर भइसकेपछि पनि हामी केही गर्न सक्छौँ, केही गरिराख्नु पर्दो रहेछ है। त्यतिकै बस्यो भने मान्छे त्यसै भनौँ न दोसाइल त नभनौँ, कोही चिडचिडा पनि हुनसक्छ है। अब कि त्यो काम भइरह्यो भने मान्छेहरूसँग भेटिराख्यो यता भने हाम्रो राम्रो हर्मोन फ्लो हुन्छ। आखिर हामीलाई नै स्वास्थ्यलाई राम्रो हुने हो नि त। त्यसैले काम गरिरहेको राम्रो, मान्छेसँग भेटिरहेको राम्रो, एक्लै बस्नुभन्दा होइन। एटलिस्ट अब त्यो पोइन्टमा अब अरूले कसरी गर्छन् हामीले यसरी गऱ्यौँ भन्ने कुरा हो। हाम्रो यो एग्रिभेट मिडिया नेटवर्कको तर्फबाट हाम्रो गेस्ट डाक्टर पूर्णिमा मानन्दर म्यामको लागि हामीले सानो टोकन अफ लभ लिएर आएका छौँ। यो चाहिँ हाम्रो थ्याङ्क यू सो मच। थ्याङ्क यू भेरी मच फर कमिङ टु आवर टक। थ्याङ्क यू। आजको यो संवाद निकै नै उत्कृष्ट रह्यो। धेरै धेरै धन्यवाद डाक्टर पूर्णिमा म्यामलाई। थ्याङ्क यू सो मच। मलाई यहाँ यति बोलाएर यति बोल्नु दिनुभएकोमा थ्याङ्क यू। धेरै धेरै धन्यवाद डाक्टर पूर्णिमा म्यामलाई। आजको यो पूर्णिमा म्यामसँगको कुराकानी केवल एउटा संवाद मात्र नभएर हामी जस्तो नयाँ पुस्ताका पशु चिकित्सकहरूको लागि एउटा जीवन्त इतिहासको पाठ जस्तो पनि थियो। यो प्रेरणादायी कुराकानीको लागि म फेरि पनि म्यामलाई हृदयदेखि नै धेरै धन्यवाद दिन चाहन्छु।